हेलो ओइ सुन त के भयो? हाम्रो 12 को एक्जामको रुटिन त आएछ नि। कस्तो एक्जाम? अबे हाम्रो एक्जामको रुटिन के 12 को के 12 को। अबे हामी 12 मा पढ्छौँ र बे। यहाँ मजाक नगर न, त त टप्पर हो, सबै किताब पढेर भ्यास होला है। यो बुक भन्या चाहिँ के हो फेरि? यहाँ मजाक नगर न, कतिको पढिरहेछस् भन्न। मजाक होइन बे, कति पढेको छैन मैले। मलाई त सबै सब्जेक्ट लाग्छ यार। मलाई पनि 14-15 वटा सब्जेक्ट लाग्छ। अबे हाम्रो 14-15 वटा सब्जेक्टै हुँदैन, तँलाई कसरी लाग्छ बे? अबे 14-15 वटा सब्जेक्ट हुँदैन हाम्रो। अब हेर्न यार, मैले पैसा पढ्न छोडेको बिर्सिएको कति सब्जेक्ट छन् भन्ने। यहाँ एक्जाम आइसक्यो, के चाहिँ गर्ने होला के? केही पढ्नु पर्दैन यार, बेकार हावामा एक्जाम दिएर आउने हो। के पढ्नु पर्यो र के पढ्नु पर्दैन, मैले त केही पनि पढेको छैन। साँच्चै पढेको छैनस् नि तैँले? साँच्ची पढेको छैन के। हो र, तैँले नपढाए भए चाहिँ हामी किन पढ्नु, टपरेर त पढ्दैन भने चाहिँ हामीले पढेर के उखार्नु छ र है? ल केही पढ्नु पर्दैन के, मैले केही पढेको छैन। मलाई यहाँ केटाहरूले खेल्न बोलाइरहेको छ, म चाहिँ खेल्न जान्छु। फोन कटा, छिटो कटा। ल बिन्दा थिनी हो। ल पढ्नु पर्दैन। ल बाई। ल कटा, फोन कटाएर यार डिस्टर्ब गर्छ। नेपाल टर्ने सोचिरहेको छु। No.